नमस्ते सबैजनालाई, स्वागत छ लोकसेवा एडिटर च्यानलमा। आजको भिडियोमा हामी नेपाल बैंक लिमिटेडले निकालेको विज्ञापनको बारेमा सम्पूर्ण जानकारी दिनेछौँ। यो विज्ञापन चाहिँ आजको मिति चैत्र 15 गते खुलाएको छ। यसको अनलाइन दरखास्त भन्नुपर्ने अन्तिम मिति वैशाख 4 गतेसम्म रहनेछ र दोबदस्तु तिरी वैशाख 11 गतेसम्म रहनेछ। अब हामी यसको विज्ञापन हेरौँ। 8औं तहका लागि प्रबन्धक पदमा खुल्लामा 2 जना, महिलामा 1 जना। यसको लागि चाहिने शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सीको प्रमाण पत्र प्राप्त गरेको हुनुपर्नेछ र 7औं तहका लागि उपप्रबन्धक पदमा खुल्लामा 1 जना। यसको लागि शिक्षण संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्रमा न्यूनतम स्नातकोत्तर उत्तीर्ण हुनुपर्नेछ र 6औं तहका लागि सहायक प्रबन्धक पदमा खुल्लामा 19 जना, महिलामा 5 जना, आदिवासी अथवा जनजातिमा 5 जना, मधेसीमा 3 जना, दलितमा 2 जना, अपाङ्गतामा 1 जना। यसको लागि चाहिने शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र वा न्यूनतम स्नातकोत्तर उत्तीर्ण हुनुपर्नेछ र 6औं तहका लागि सहायक प्रबन्धक पदमा सीएका लागि खुल्लामा 4 जना, महिलामा 2 जना, आदिवासी अथवा जनजातिमा 1 जना। यसको लागि चाहिने शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट सीए अथवा एससीसी उत्तीर्ण हुनुपर्नेछ। 4औं तहमा सहायक पदको लागि प्रदेशगत विज्ञापन हेर्दा कोशी प्रदेशका लागि खुल्लामा 2 जना, महिलामा 1 जना, मधेसीमा 1 जना, अपाङ्गतामा 1 जना, पिछडिएको क्षेत्रका लागि 1 जना। मध्य प्रदेशमा हेर्दा खुल्लामा 9 जना, महिलामा 2 जना, आदिवासी अथवा जनजातिमा 2 जना, मधेसीमा 2 जना, दलितमा 1 जना। अब त्यसै गरी बागमती प्रदेशमा हेर्दा खुल्लामा 13 जना, महिलामा 3 जना, आदिवासी अथवा जनजातिमा 3 जना, मधेसीमा 2 जना, दलितमा 1 जना, पिछडिएको क्षेत्रका लागि 1 जना। अब गण्डकी प्रदेशमा हेर्दा खुल्लामा 6 जना, महिलामा 2 जना, आदिवासी अथवा जनजातिमा 2 जना, मधेसीमा 1 जना। लुम्बिनी प्रदेशमा हेर्दा खुल्लामा 9 जना, महिलामा 3 जना, आदिवासी अथवा जनजातिमा 2 जना, मधेसीमा 2 जना, अपाङ्गतामा 1 जना। कर्णाली प्रदेशमा हेर्दा खुल्लामा 9 जना, महिलामा 3 जना, आदिवासी अथवा जनजातिमा 2 जना, मधेसीमा 1 जना, अपाङ्गमा 1 जना, पिछडिएको क्षेत्रमा 1 जना। अब सुदूरपश्चिम प्रदेशमा हेर्दाखेरि खुल्लामा 3 जना, महिलामा 1 जना, आदिवासी अथवा जनजातिमा 1 जना, मधेसीमा 1 जना। यसको लागि चाहिने शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। अब 4औं तह सहायक आइटी पदमा हेर्दा बागमती प्रदेशका लागि महिलामा 1 जना, मान्यता प्राप्त शिक्षण संस्थाबाट सूचना प्रविधिमा न्यूनतम स्नातक उत्तीर्ण गरेको हुनुपर्छ र कनिष्ठ सहायक पदको लागि हेर्दा तेस्रो तहका लागि बागमती प्रदेशमा खुल्लामा 4 जना, महिलामा 1 जना, मधेसीमा 1 जना, पिछडिएको क्षेत्रमा 1 जना र गण्डकी प्रदेशमा हेर्दा खुल्लामा 1 जना, महिलामा 1 जना, मधेसीमा 1 जना। लुम्बिनी प्रदेशमा हेर्दा खुल्लामा 3 जना, महिलामा 1 जना, आदिवासी अथवा जनजातिमा 1 जना, दलितमा 1 जना। कर्णाली प्रदेशमा हेर्दा खुल्लामा 2 जना, महिलामा 1 जना, मधेसीमा 1 जना। अब यसको लागि चाहिने न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र अथवा 10+2 उत्तीर्ण गरेको हुनुपर्छ। यसको परीक्षा दस्तुर चाहिँ प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक पदको खुल्ला समूहका लागि रुपैयाँ 1000 लाग्नेछ र उक्त पदको प्रत्येक थप समावेशी समूहमा सहभागी हुन थप रुपैयाँ 400 लाग्नेछ र सहायक आइटी र कनिष्ठ सहायक पदको खुल्ला समूहका लागि 800 लाग्नेछ र उक्त पदहरूको प्रत्येक थप समावेशी समूहमा सहभागी हुन थप रुपैयाँ 200 लाग्नेछ। अब यसको लागि चाहिने उमेर हेर्दा सीए पदमा 21 वर्ष पुगेको र 45 वर्ष ननाएको हुनुपर्नेछ। उपप्रबन्धक सहायक प्रबन्धक पदमा 21 वर्ष पुगेको र 35 वर्ष ननाएको हुनुपर्नेछ र सहायक आइटी र कनिष्ठ सहायक पदमा 18 वर्ष पुगेको र 35 वर्ष ननाएको हुनुपर्नेछ। महिला तथा अपाङ्ग उम्मेदवारको हकमा उमेरको माथिल्लो हद 40 वर्ष ननाएको हुनुपर्नेछ।
यसको तलब तथा अन्य सुविधा बैंकको प्रचलित नियमअनुसार हुनेछ। ल आजको लागि यति नै। अब हामी अर्को भिडियोमा भेटौँला। धन्यवाद।